गुड मर्निङ साथीहरू। आज चाहिँ म बिहानै रेडी भएर घरको कामहरू सबै छोडछाड गरेर म चाहिँ आज हाम्रो कलेजबाट शैक्षिक भ्रमणको लागि जाँदैछु। कहाँ जाँदैछु, के गर्न जाँदैछु भनेर चाहिँ हजुरहरूलाई म अर्को भिडियोमा पनि देखाउने छु। ल यो भिडियोको अन्तिमसम्म हेर्नुहोला म कहाँ जाँदैछु भनेर। हाम्रो कोटेश्वर क्याम्पसले चाहिँ वर्षै पछि यसरी फिल्ड भिजिटमा लाने गरेको छ, तर हामी चाहिँ जाने मौका पाएका थिएनौँ। आज चाहिँ हामी सबै छोडछाड के मेकअप सेकअप लगाएर चटक्क परेर हामी सबै साथीहरू चाहिँ एकै ठाउँमा भेला भएर जाँदैछौँ र साथीहरूको रमाइलो गर्न स्टार्ट भइसक्यो। सबैजना फुल एनर्जीमा डान्स गरिरहेका छन्। हामी चाहिँ स्माइल दिँदै हेरिरहेका छौँ। एकदमै रमाइलो 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 भइरहेको छ। हाम्रो चाहिँ यात्रा गर्ने क्रम जारी नै छ। सबैजना एकदमै रमाइलो गरिरहेका छन् र हामी पनि पुरै उनीहरूलाई हेरेर र भिडियो बनाएर पुरा इन्जोय गरिरहेका छौँ। अनि हामी चाहिँ जाँदैछौँ हाम्रो डेस्टिनेसन प्लेस कहाँ हो भनेर पुरा भिडियो हेरिदिनु होला। अहिले चाहिँ हामी लगभग थानकोट पुग्यौँ। यो चाहिँ थानकोटको सुरु मार्ग हो। अब हाम्रो डेस्टिनेसन प्लेस चाहिँ लगभग आइपुग्न लाग्यो। अझै साथीहरूको फुल 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 एनर्जीका साथ डान्स भइरहेको छ। 5 मिनटको लागि चाहिँ यहाँ रोकिएको छ। अब हाम्रो डेस्टिनेसन प्लेस पनि लगभग आयो साथीहरू। एकदमै राम्रो नेचुरल ब्युटी भएको हाम्रो डेस्टिनेसन प्लेस छ। आज चाहिँ हामी यही रिसोर्टमा बस्छौँ। अब चाहिँ हाम्रो रुमको लागि हामी यहाँ वेटिङ गरिरहेका छौँ। अब हाम्रो भिडियो पार्ट 2 मा हेर्नुहोला। लगभग हाम्रो अब हामी चाहिँ लगभग आधी बाटो आइसक्यौँ। अहिले चाहिँ हामी ट्याक्क एक्ज्याक्ट लोकेसन हामी थानकोटमा पुग्यौँ। अहिले चाहिँ यो हाम्रो नागढुङ्गाको सुरुङ मार्ग कटियो साथीहरू। अनि त्यही पनि हाम्रो साथीहरूको एकदम हुन्छ नि जोस जाँगर चाहिँ अलिकति पनि घटेको छैन। उनीहरू चाहिँ जोस जाँगरका साथ अझै पनि नथाकिकन पुरा इन्जोय गरिरहेका छन्। अब हाम्रो डेस्टिनेसन प्लेस चाहिँ लगभग आउन बाँकी छ। अब आधी बाटो मात्रै बाँकी छ है। त्यही पनि